मगर कल्चरमा चाहिँ ज्वाइँलाई भान्जा भनिन्छ। भान्जा घर आइसक्नु भइसकेपछि चाहिँ के मेजबान हुन्छ आजको भिडियोमा थाहा पाउनुको लागि हेर्नु ल अन्तिमसम्म। ल ट्याक्क आइपुग्नु भयो हाम्रो भान्जा होइन, मेरो बाबा आमाको भान्जा आइपुग्नु भयो। छोरी चाहिँ यहाँ टक्क लाएर होमवर्क गर्दैछ। हेर्नु, बरु थर्ड वर्ल्ड वार सुरु भयो भने म त्यो सजिलोसँग लडिदिन्छु होला कि उसलाई होमवर्क गराउनु। हेर्नु न, यो लेखाइको पारा देखिसकेपछि फेरि मलाई फेरि तारे जमिन परको दर्शीलाई याद आउँछ भनेको के लेखेको त्यो घ लेख्न पठाइरहेको छु, घलाई बी बनाइरहेको छ कि ऊ कन्फ्युज हुन्छ कि घ र बी त्यस्तै हुन्छ नि त, राइट साइड र लेफ्ट साइडबाट लेख्ने भन्ने मात्रै हो नि त। अनि हामी गयौँ ट्याक्क लाएर टेरिकाको बाबाको ससुराली पुग्यौँ हामी। ससुरालीमा चाहिँ टक्क फर्निचरको रिनोभेसन हुँदै रहेछ। अनि त्यसपछि त्यहाँबाट बाइक लिएर हामी सरर गयौँ। अनि जाँदाखेरि यो किरुङ्गे खोला तर्यौँ हामी। हेर्नु, यो किरुङ्गे खोलाको अहिले यो साउन्ड भएको भएर होला, हेर्नु जताततै हरियाली यति राम्रो छ नि। यो म मात्र किन हेरौँ, हजुरहरूलाई देखाउँछु भनेर देखाए साथीहरू। किरुङ्गे खोला तरेर हँसौरा पुगिसकेपछि चाहिँ आयो टेरिकाको बाबाको अफिस पनि। अनि त्यसपछि प्राइमेरी स्कुल पनि टेरिकाको बाबाको चाहिँ यही हो। अनि यो चाहिँ होस्टेल हो त्यहाँ बस्ने बच्चाहरूको। अनि कति थरीको रुखहरू छ क्या यहाँ। अनि मैले चाहिँ यसो क्याप्चर गरिहालेँ। यो चाहिँ फेरि अमिलोको बोटमा चाहिँ बर तलबाट उम्रिरहेको क्या। अनि राम्रो लागेर मैले खिचेँ। अनि यसो पछाडितिर टुर हान्दै साथीहरू, यो पछाडितिर चाहिँ म गएको थिइनँ कि, यो टुर हान्दै गएको त कस्तो राम्रो पुल रहेछ कि यहाँनिर। हेर्नु न, ओ माई गड। अनि म चढेँ टक 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 लाएर है यो पुलको भर्याङ। अनि त्यसपछि यसो सर घुमाएर पनि देखाएँ कि फेरि मैले हो नि त फेरि घुमाएको भनेर पनि यसो आफ्नो अनुहार पनि जोड्नु पऱ्यो नि त साथीहरू। के गर्नु, नत्र फेरि अर्काको भिडियो हालिस् भन्ला नि फेरि फेरि यतातिर मोटे दाइले फेरि माछा मार्नु हुँदै रहेछ, ठुल्ठुलो माछा पाइन्छ रे है मैले सुनेको। त्यसपछि यसो हरियाली देखाएँ मैले। यतातिर फेरि एकजना बुवा माछा मार्दै हुनुहुँदो रहेछ। ल हेर्नु न यो हरियाली, ओहो त्यसमाथि खुलेको आकाश कति दामी साथीहरू, कति दामी है। अनि त्यसपछि कति थरीका बोटहरू, यो बोटको नाम पनि जान्दिनँ कि म चाहिँ हजुरहरूले जान्नुभयो भने चाहिँ यसो कमेन्ट गर्नु होला। अनि त्यसपछि यहाँको केटाकेटीहरू ओहो झुम्मे मलाई देखेर सुरेश सरको वाइफ हो भन्दै ल एउटा भिडियो बनाउन भनेको। ल हेलो गरेँ फेरि। ल फेरि भिडियो पनि हेरौँ न भनेर गफ दिएँ। फेरि केटाकेटीले मक्ख पारे कति राम्रो भिडियो खिच्नुभएको म्याम भन्दै। अनि म पनि मख परेँ। अनि एकछिन कुर्दै थिएँ, टेरिकाको बाबाको भित्र अफिसमा काम हुँदै थियो, म बाहिरपट्टि बसेर कुर्दै थिएँ। कति राम्रो बोट। यो चाहिँ मैले त्यहाँको गार्दालाई सोधेको चाहिँ यो रुद्राक्ष हो भन्नुभयो। मैले चाहिँ कहिले पनि देखेको छैन रुद्राक्षको बोट साथीहरू। अब हो कि होइन हजुरहरूले कमेन्ट गर्नु होला। यो चाहिँ एक्स कार्यकक्ष हो क्या हाम्रो टेरिकाको बाबाको। यस्तो सर खिचिहालेँ मैले। अनि यस्तो पछाडिपट्टि हेर्नु न कस्तो हरियाली छ। कुन बोट चाहिँ छैन होला कि यहाँ। अनि हेर्नु हजुरहरूले पनि यसो एक लुक्स दिनु होइन। यो चाहिँ हेर्नु न कति राम्रो। यो हरियाली त राम्रो थियो नै। मेरो फोटोग्राफी पनि केही कमी थिएन साथीहरू। यसो अनि चटपट खाएँ मैले, भोक लागेर। टेरिकाको बाबाले चाहिँ खानुहुन्न, उहाँ चाहिँ एकदम हेल्दी हलुवा बनाइदिएको थिएँ मैले उहाँको लागि। मैले त्यो चाहिँ क्याप्चर गर्न भ्याइनँ। अनि त्यसपछि माइत पुग्यौँ हामी फेरि एक लट लाएर होइन। अनि माइतमा फेरि हामीलाई मेजबानीको लागि मेरो फेभरेट पाक्दैछ क्या। फेरि के गर्नु, पाहुना पनि आफै, कुक पनि आफै बन्नुपर्छ साथीहरू। म त माइत गएँ भने बुहारी बिरामी छिन् के, त्यही भएको कारणले गर्दाखेरि छोरी फेरि डुलेर आइसके। हेर्नु।